पैसा चाहिँ कति कमाउनु भएको छ? पैसा म कमाएको छैन, सबै गमाएको छु हैन। म जति कमाउँछु त्यति आफ्नो लर्निङको लागि म इन्भेस्ट गरिरहेको हुन्छु। त्यही भएर सायद म अहिले मास्टर सेफ जितेको कारण र अहिले यो जो गर्न सकेको कारण मेरो एजुकेसन पहिला थिएन। मान्छेले हेर्दा कि लाग्ला म एजुकेटेड मान्छे हो, तर आई एम नट एजुकेटेड हैन। म एसएलसी फेल हो है, म एसएलसी फेल भएको मान्छे हो। एसएलसी फेलले विश्व हो। सो भन्दाखेरि कहिलेकाहीँ के हुन्छ, यो फेल हुने मान्छेलाई एउटा मेसेज पनि हुन्छ कि फेल भएपछि हरास हुनु हुँदैन हैन, आफूलाई कमजोर ठान्नु हुँदैन। तपाईँ फेल क्लास 10 मा हुनुभएछ, लाइफमा भएको छैन भनेर त्यति मान्नुपर्छ हैन। लाइफ त बाँकी छैन यहाँ, लाइफमा त अझ इक्जाम बाँकी छ नि त, लाखौँ इक्जाम दिन बाँकी छ। लाखौँ इक्जाम दिएर हामी यहाँसम्म पुगेका छौँ। अहिले पनि इक्जाम दिइरहेको छौँ, नेपालमा बस्न पनि इक्जाम दिने जस्तै छ अहिले। एउटा गजबको कुरा चाहिँ के हो भनेदेखि एसएलसी फेल आफै भन्नुभयो हैन। एसएलसी फेल हुनुहुन्छ तर तपाईँको विषय एसएलसीमा पढाइन्छ। हजुर, क्लास 10 मा अङ्ग्रेजीको किताबमा टेक्स्ट बुकमा मेरो बारेमा पढाइन्छ। त्यसमा लेखेको पनि छ, सन्तोष शाह वाज फेल इन दिस क्लास इन दिस सब्जेक्ट भनेर त्यो बुकमा पढाइन्छ। अहिलेको समयमा तपाईँले अहिले पनि हेर्न सक्नुहुन्छ। द्याट मेक मी फिल प्राउड। एउटा मैले लास्ट टाइम मेसेज पनि बनाएको थिएँ एसईको विद्यार्थीलाई। एसईमा मेरो क्वेसन पनि आउँछ होइन, मेरो बारेमा सोध्छ पनि, को हो फोटो राखेर या केही लेखेर उहाँको बारेमा भन्नुहोस् भनेर लेख्नुहुन्छ। एसईको विद्यार्थी फेल भएपछि सिराहाको लाहान भन्ने ठाउँमा केही हामीले सुनेको पनि छु न्युजमा, सुसाइड गर्यो किनभने फेल भयो। अनि मैले एउटा भिडियो बनाएको थिएँ, यो फेल भनेको लाइफमा फेल हुनुभएको छैन नि, लाइफलाई किन छोड्न गइराख्नु पर्छ? यु सुडन्ट गिभ अप हैन। नेक्स्ट इयर गर्नुहोस् न। म एसएलसी नदिएर इन्डिया गएँ, 5 स्टारमा भाडा धुनबाट सुरु गरेँ, अनि म अहिले 5 स्टारको लन्डनको हार्टमा एक्जिक्युटिभ सेफ भएर टप पोजिसनमा काम गरेर म नेपाल आएको। मेरो लास्ट छ 23 सालमा त्यो एजमा मेरो अन्डरमा 100 जना काम गर्छ। 23 इयर्सको एजमा हैन। अहिले देखाइदिनु त ल 5 स्टार होटलमा 23 सालको केटा एक्जिक्युटिभ सेफ छ भनेर म फेरि यो कहिलेकाहीँ के हुन्छ, म प्राउडवाला कुराहरू, यो धाकवाला कुराहरू मलाई एकदमै गाह्रो हुन्छ होइन। त यथार्थ यो इन्सपिरेसनको लागि हो कि तपाईँ गर्न सक्नुहुन्छ। कि एउटा एसएलसी फेल भएको 1999 मा म एसएलसी फेल भएर हैन 2007 मा म 5 स्टार होटलको 2006 मा एक्जिक्युटिभ सेफ बनेको थिएँ। मेरो तल म त्यो होटलमै सबैभन्दा कम एजको मान्छे थिएँ र मेरो सबैभन्दा ठुलो पोजिसन थियो।